एजेन्टले 2000 भन्यो, प्रोसेस स्टार्ट भएपछि 5000 माग्यो। यो युएमा कतिजनासँग भइरहेको छ थाहा छ? हिडन चार्ज र अनक्लियर प्रोसेसले धेरै नेपालीहरू युएमा स्ट्रेसमा परिरहेका छन्। टाइम पनि वेस्ट, साथसाथै मनी पनि वेस्ट। आजको भिडियोमा म तपाईहरुलाई क्लियरली एक्सप्लेन गर्दैछु डिएससी डकुमेन्ट क्लियरिङ सर्भिसले एक्ज्याक्टली के सर्भिस कसरी प्रोफेसनल तरिकाले प्रोभाइड गर्छ सो दैट तपाईहरु सेफ र टेन्सन फ्री रहनुहुन्छ। म विजय आले मगर फ्रम डिएससी डकुमेन्ट क्लियरिङ सर्भिस। डिएससी ले वर्षौंदेखि युएमा नेपाली कम्युनिटीमा फास्ट प्रोसेसिङ, ट्रान्सप्यारेन्ट प्राइजिङ र ट्रस्टेड डकुमेन्टेसन सपोर्ट प्रोभाइड गर्दै आएको छ। हाम्रो सिम्पल प्रिन्सिपल हो, जो प्रोसेस छ, जो कस्ट छ, सबै पहिला नै क्लियरली भन्छौं। नो हिडन चार्ज, नो कन्फ्युजन, ओन्ली प्रोफेसनल सर्भिस। धेरै मान्छे डकुमेन्टेसन काममा सिर्फ चिप प्राइस हेरेर एजेन्ट चुज गर्नुहुन्छ, तर युएमा चिप प्राइस भन्दा इम्पोर्टेन्ट हुन्छ लिग्यालिटी र क्ल्यारिटी। सुरुमा एकदमै लो प्राइस भन्छन्, अनि पछि मेडिकलको एक्स्ट्रा चार्ज, गभर्नमेन्टको एक्स्ट्रा चार्ज, डकुमेन्टको एक्स्ट्रा चार्ज, एप्रुभलको एक्स्ट्रा चार्ज भन्दै कस्ट बढ्दै जान्छ। डिएससीमा चाहिँ सुरुमा नै तपाईलाई कम्प्लिट प्रोसेस र टोटल कस्ट क्लियरली एक्सप्लेन गरिन्छ, सो तपाईहरुलाई बीचमा सरप्राइज हुँदैन र सबै काम एकदम स्मुथली हुन्छ र कुनै पनि हिडन चार्जहरु हुँदैन। डिएससी डकुमेन्ट क्लियरिङ सर्भिसमा हामीले रेजिडेन्सी भिजा प्रोसेसिङ स्टार्टदेखि इनसम्म लिगल्ली र प्रोफेसनल्ली ह्यान्डल गर्छौं। डकुमेन्ट भेरिफिकेसनदेखि एप्लिकेसन सबमिसन, गभर्नमेन्ट एप्रुभल र फलोअप हाम्रो प्रोफेसनल टिमले म्यानेज गर्छ, जसले गर्दा तपाईहरुलाई कुनै पनि स्ट्रेस हुँदैन, प्रोसेसिङ फास्ट हुन्छ, स्मुथ हुन्छ र तपाईले चाहे अनुसार एकदम स्मुथली सर्भिसहरु पाउनुहुन्छ। तपाईहरु दुबईमा बिजनेस स्टार्ट गर्न चाहनुहुन्छ भने अथवा अलरेडी जो बिजनेस छ त्यो एक्सपान्ड गर्न चाहनुहुन्छ भने डिएससी ले बिजनेस सेटअपको लागि ह्यासल फ्री सर्भिस दिन्छ, चाहे त्यो मेनल्यान्डमा होस् या फ्री जोनमा। ट्रेड लाइसेन्स, बिजनेस रेजिस्ट्रेसन, लिगल पेपरवर्क र गभर्नमेन्ट एप्रुभल सबै प्रोफेसनल्ली म्यानेज गरिन्छ, सो तपाईहरुले चाहिँ डाइरेक्टली बिजनेस ग्रोथमा फोकस गर्न सक्नुहुन्छ। गभर्नमेन्ट रिलेटेड कामको लागि हाम्रो पिआरओ सर्भिस एक्सट्रिमली हेल्पफुल छ, जसले भिजा रिन्युअल, एप्रुभल, सबमिसन र अफिसियल प्रोसिजर सबै एक्सपिरियन्स टिमले स्मुथली ह्यान्डल गर्छ र तपाईहरुलाई ह्यासल फ्री सर्भिसहरु पाउनुहुन्छ र तपाईहरुले अफिस घुम्नुपर्ने, 10 ठाउँमा जानुपर्ने कुनै पनि टेन्सनहरु हुँदैन। जब चेन्ज गर्दा या युए लिभ गर्दा भिजा क्यान्सलेसन सर्भिसहरु लिगल्ली र सेफली गर्नु धेरै इम्पोर्टेन्ट हुन्छ र डिएससी ले प्रोपर गभर्नमेन्ट प्रोसेस फलोअप गरेर तपाईलाई फ्युचर फाइन र लिगल प्रब्लमबाट प्रोटेक्ट गर्छ। हामीले डकुमेन्ट एडिसन सर्भिस पनि तपाईहरुलाई प्रोभाइड गर्छौं, जहाँ एजुकेशनल र पर्सनल डकुमेन्टहरु लिगल्ली भेरिफाई र स्ट्याम्प गरिन्छ, सो दैट दे आर भ्यालिड इन युए र इन्टरनेशनल पर्पजको लागि। भिजा प्रोसेसको पार्टमा पनि मेडिकल टेस्ट र बायोमेट्रिक सपोर्टहरु पनि डिएससी ले कम्प्लिट म्यानेज गर्छ। एपोइन्टमेन्ट बुकिङ देखि प्रोसेस कम्प्लिटसम्म क्लियर गाइडेन्स हुन्छ, सो दैट तपाईलाई कुनै पनि कन्फ्युजन हुँदैन। अफिसियल रिक्वायरमेन्टको लागि पुलिस क्लियरेन्स सर्टिफिकेट, प्रोसेसिङ फास्ट र करेक्टली ह्यान्डल गर्छ र पासपोर्ट रिन्युअल, श्रम रिन्युअल सिम्पल बनाउँछ। स्पेशली नेपाली कम्युनिटीको लागि चाहिँ श्रम रिन्युअल, श्रम एकदम जरुरी छ, सो त्यसको लागि पनि एकदम लिगल्ली र क्विकली कम्प्लिट प्रोसेसहरु चाहिँ डिएससी ले सपोर्ट गर्छ। डिएससी को बिगेस्ट स्ट्रेन्थ भनेकै फास्टर प्रोसेसिङ, ट्रान्सपेरेन्ट प्राइजिङ विथ जीरो हिडन चार्ज, इयर्स अफ एक्सपिरियन्स, नेपाल फ्रेन्डली सपोर्ट र हाई सक्सेस रेट। हाम्रो गोल पैसा कमाउने मात्रै होइन, तपाईहरुलाई स्ट्रेस फ्री र फास्ट एन्ड स्मुथ डकुमेन्टेसन सर्भिस र सल्युसन दिने पनि हो। अब तपाईलाई कुनै पनि डकुमेन्टेसन सर्भिस चाहियो भने र्यान्डम एजेन्ट खोजेर रिस्क लिइराख्नु पर्दैन। अब एज अ होल समरीमा भन्नुपर्दा डिएससी ले दिने सर्भिसहरु भनेको चाहिँ तपाईलाई नम्बर 1 2 इयर्स रेजिडेन्सी भिजामा कम्प्लिट पिआरओ सर्भिस दिनेछ। नम्बर 2 भनेको बिजनेस सेटअप र बिजनेस एक्सपान्डको लागि तपाईलाई सपोर्ट गर्नेछ, त्यो पनि पिआरओ सर्भिस, त्यसको लागि पनि पिआरओ सर्भिसहरु प्रोभाइड हुनेछ। त्यसको साथसाथै नम्बर 3 भनेको फ्यामिली भिजाको लागि तपाईहरु कुनै पनि आफ्नो फ्यामिली मेम्बर्सलाई चाहिँ स्पोन्सर गर्न चाहनुहुन्छ भने त्यसको लागि पनि फुल लिगल डकुमेन्टहरु, लिगल प्रोसेसहरुको लागि चाहिँ तपाईलाई सपोर्ट हुनेछ। त्यसपछि आएर डकुमेन्टेसन एटेस्टेसन, चाहे त्यो एजुकेशनल होस्, चाहे म्यारेज सर्टिफिकेटहरु होस्, सबै डकुमेन्टहरु चाहिँ लिगली एटेस्ट गर्नको लागि तपाईलाई सपोर्ट हुनेछ। नेक्स्ट भनेको अहिले नेपाली समुदायको लागि पुलिस क्लियरेन्स सर्टिफिकेटहरु एकदम कम्पलसरी छ, सो पुलिस क्लियरेन्स सर्टिफिकेटहरु बनाउनको लागि पनि तपाईहरुले कुनै पनि किसिमको ह्यासल फेस गरिराख्नु भएको छ भने त्यसको लागि पनि तपाईहरुलाई स्मुथ सर्भिसहरु प्रोभाइड गर्नेछ। त्यसको साथसाथै तपाईहरुलाई श्रम रिन्युअल अनि पासपोर्ट रिन्युअल गर्नु छ भने पनि डिएससी ले कम्प्लिट सर्भिसहरु चाहिँ तपाईहरुलाई प्रोभाइड गर्नेछ। तपाईहरुलाई अब यी सबै सर्भिसहरु एकै ठाउँमा पाउनेछ, तपाईहरु 10 ठाउँमा गइराख्नु पर्दैन। तपाईहरुलाई एउटै ढोकामा, एउटै छानामुनि चाहिँ यी विभिन्न सर्भिसहरु चाहिँ इजिली पाउन सक्नुहुनेछ। अब तपाईलाई कुनै पनि डकुमेन्टेसन सर्भिस चाहियो भने र्यान्डम एजेन्टहरु खोजेर रिस्क लिइराख्नु पर्दैन। स्क्रिनमा देखेको WhatsApp नम्बरमा अहिले नै मेसेज गर्नुहोस् फर फ्री कन्सल्टेसन। नो प्रेसर, नो अब्लिगेसन, जस्ट क्लियर प्रोफेसनल गाइडेन्स फ्रम डिएससी डकुमेन्ट क्लियरिङ सर्भिस। मेरो र डिएससी को सधैँ एउटै एजेन्डा रहन्छ, सके सबको भलो गरौँ, नसके कुभलो चाहिँ कसैको पनि नगरौँ। हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक र शेयर पनि गरिदिनु होला, अनि यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यस्तै अरु पनि इन्फर्मेटिभ भिडियो लिएर आगामी दिनहरुमा आउनेछौँ। अहिलेको लागि थ्यांक यू, नमस्कार।